कुलमान, हर्क, बालेन, रवि एउटै सिङ्गो पार्टीमा हुनुपर्छ भन्ने धेरै युवाहरूको चाहना छ। तर मैले यो चाहनालाई चाहिँ कहिल्यै पनि स्वीकारेन, किनकि यी चार अनुहारहरू नेपाली जनताले सबैभन्दा बढी लोकप्रियता दिएर आएका नेताहरू हुन्। यिनीहरूको आफ्नै काम गर्ने शैली, स्टाइल, आफ्नै सिद्धान्त छ, होइन? एउटा घरमा धेरै बिरालो भएमा पनि मुसा मार्दैन, एउटा दरबारमा धेरैवटा राजाहरू भएमा पनि भोलि नेपाली जनताले चाहिँ दुःख पाउनेछन्। यिनीहरू एउटै सिङ्गो पार्टीमा आएमा पनि भोलि त्यो पार्टी चाहिँ चाँडै, होइन, फरक फरक धारमा जान सक्छ। त्यसैले म के भन्न चाहन्छु भने जसरी अहिले रवि र बालेन 3 दिनदेखि यता, होइन, जसरी वार्तामा बसिरहेछ अझै पनि मिलेको छैन पदको लागि, होइन? त्यसै त देश चलाउनु कहाँ सजिलो छ, पार्टी चलाउनु। त्यसैले म के भन्न चाहन्छु भने जसरी कुलमान, बालेन, रवि एउटा पार्टीमा आउनु होला र जसरी हर्क साम्बाङ एउटा श्रम संस्कृति पार्टीलाई अगालेर आउनेछ, होइन? भोलि एउटा पार्टीले नकारात्मक कार्य गर्छ भने त्यसलाई चाहिँ नयाँ शक्तिले खबरदारी गर्न पनि सहज हुन्छ, किनकि भोलि एउटै सिङ्गोमा यी चार अनुहार भएमा डिक्टेटर पनि जन्मन सक्छ।